दर्शकबिन नमस्कार, म दलबहादुर हाल केरलाबाट हजुरको माझ अझ म आएँ। अब नेपालमा चुनाव चाहिँ एकदमै राम्रोसित सम्पन्न भयो। हल्का फुल्का त भइरहेको छ, त्योतिर नजाउँ। मतगणना पनि अब लास्ट स्टेजतिर पुग्न लाग्यो। अब रिजल्ट नतिजा पनि आउँदैछ। जे होस्, जो पनि प्रधानमन्त्री जो पनि अब सरकारमा गए पनि होइन, अब जो भए पनि मेरो एउटै बिन्ती के छ भने सबभन्दा पहिले दलित कोटा हटाएर गरिबी कोटा राख्नुपर्छ। यो चाहिँ मेन जरुरी छ। नोटबन्दी गर्नु पनि जरुरी छ। बाँकी त हुँदै जाला, प्रक्रिया अनुसार गर्दै गर्ला नि। तर मैले जाने जति जहाँसम्म दलित कोटा नहटायो भने हामीलाई दलित भन्यो, पीडित भयौँ भन्ने कुरा गर्छन्। तर गरिबी कोठा राख्नुपर्छ। दलित कोटाको हिसाबमा गरिबी कोठा राख्ने। गरिब चाहिँ ठगुरी, बाबुनी, छेत्री, वैश्य, शूद्र जो पनि गरिब पनि छन्, धनी पनि छन्। दलितहरूका पनि धनी पनि छन्, गरिब पनि छन्। बुझ्नुभयो? अब विनोद चौधरी जनसूचित जाति, जनसूचित जनजाति दलितमै गणिने हो। विनोद चौधरी करोडौँ खरबौँको सम्पत्ति तिमीहरूलाई थाहा छ। अब 20 रुपियाँको चाउचाउ बनाएको छ, एउटा दाँतको खोप्रा पुर्नलाई पुग्दैन। अहिले हेर्नु न, त्यो तै पनि के बिग्यो खराब बन्यो भन्ने पनि के न्युजमा आएको थियो, हो कि होइन? जहाँसम्म दलित कोठा बन्द गर्नुपर्छ, जहाँसम्म हामीले गाउँ समाजमा अहिले को छन् त मेन हामी दलित भयौँ, पीडित भनेर दलितलाई उठाउन खगेन्द्र सुनारले त्यत्रो आन्दोलन गरिराखेको थियो। त्यो जम्मै बेइज्जत गर्ने त तिमीहरू नै लाग्यो। मैले त दलित जाति नै लाग्यो। हामी त कहिल्यै भनेको छैन। म 10-15 वर्ष भयो म चाहिने मास्टर भनेर बोलाउने गरिरहेको छु। एक चिज माइन्डर मास्टर भन्छ नि त, माइन्डर मास्टर। अहिले त न्यू जेनेरेसन जमाना, कम्प्युटरको जमाना हो। स्कुलमा पढाउने मास्टरलाई टिचिङ मास्टर, स्कुलको हेडमा, स्कुलमा पढाउने बच्चालाई पढाउने मास्टर, कपडा सिल्ने मास्टर, भाँडाकुँडा बनाउने मास्टर, छालाको काम गर्नेलाई जुत्ता चप्पल बनाउने मास्टर, भाँडाकुँडा बनाउने मास्टर, माटाका भाँडाकुँडा बनाउने मास्टर, घर चिन्ने मास्टर, एक चिजलाई मास्टरको दर्जा दिनु न। गाडी बनाउने मास्टर, होइन? हामी यो सोच बदलौँ त। हामी जति पनि गाउँघरमा जनताहरूले, हामी बुढापाखानले हाम्रो साना बच्चालाई यस्तो सिकाउँ कि दलित भनेर हेला नगरौँ। आफ्नो पूजापाठ होला, आफ्नो चलन होला, घरभित्र कसैको अधिकार छैन, घरभित्र छुवाछुत गरौँ नगरौँ। घरबाट बाहिर आयो, आँगनमा, रोडमा आयो भने त हामीले सबैलाई बराबर मान्नु पऱ्यो नि त। अनि हामी दलित भयौँ, पीडित भयौँ, हेला गऱ्यो भन्छन्। खोइ मैले त देखेन। त्यहाँ आफै हेला गर्छन्, आफै दलित भन्छन्, आफै उफ्रिन्छन्, आफै जिन्दाबाद गर्छन्। के हो थाहा पाएन। त यो सिकौँ, हामी ज्ञान दिउँ। हर ठाउँ, हर घर, गल्ली गल्लीमा हामीले हाम्रो साना बालबच्चालाई यो सिकाउँ कि मास्टर, कपडा सिल्ने मास्टर सबभन्दा ठुलो हात छ, होइन? विश्वकर्माको सबभन्दा ठुलो हात छ। जबकि अरू छालाको काम गर्ने, जुत्ता चप्पल बनाउनेको अब पहिले त के सुन्थ्यो भने कामी, दमाई, लहारू, ढोली के भन्छ, चमार, त्यस्तो भन्छ। त्यो नराखौँ, त्यो नाम नराखौँ। तर साफ सफाइ गर्न सिकौँ, पढी लेख्ने सिकौँ, सबका बालबच्चा पढ्न सिकौँ, दलितका बालबच्चा पढ्न सिकौँ, अरू ठुला जातका पनि पढ्न सिक्ने बच्चाहरूलाई स्कुल लगाउने, ज्ञान दिने, होइन? साइन्टिस्ट बनाउने, टेक्नोलोजी, ल्याब टेक्निस केही न केही पढाइ लेखाइमा अगाडि साफ सफाइ गर्न, कपडा नुहाइ धुवाइ गर्ने, फाटो एक जोड कपडा त हामीले जसरी पनि बनाउन सक्छौँ नि त। उही फाटो कपडा लगाउने, धुत्रुमुत्रु लगाउने, रिथी भन्ने, देउ भन्ने, मेहनत गर्नु पऱ्यो नि त। पढाइ लेखाइमा अगाडि बढ्नु पऱ्यो, मेहनत गर्नु पऱ्यो। पैसा नछ र दलित जातिमा पैसा छैन र? ल, कुडा बनाउने मान्छे कति पैसा छ? दिनभरि काम गर्छन्, साँझ दारू पिन्छन्, जुवा खेल्छन्, अब त्यसै नालीमा पल्टिरहन्छन्। यो हिसाबले चाहिँ अलिकति हेला हुन्छ जस्तो लागेको छ। यो चाहिँ मानवताले हेरौँ हामी, होइन? अब त्यो त अलग अलग हेर्ने गुण हुन्छन्, होइन? अब एउटै घरमा आइमा हेर्नु त, आइमाईको कति दर्जा छ त, कति प्रकारले हेर्न, कति नजरले हेर्नु पर्यो त? सोध्नु त। एउटै घरमा आइमाई हुन्छ, आइमाई जातिलाई हामीले कति नजरले हेर्छौँ त? आमाको नजरले हेर्नु पर्यो, आफ्नो आइमाई बुढीको नजरले हेर्नु पर्यो, छोरीको नजरले हेर्नु पर्यो, नातिनीको नजरले हेर्नु पर्यो। 4-5 नजर त त्यसैमा गयो त। एउटा आइमाईलाई हुन त, एउटै आइमाई हो नि त।
यो आइमा हो भनेर सबै एउटै बराबर गर्न सकिन्छ र सकिँदैन त। त्यस्तै जात पनि त्यस्तै नाम पनि थर पनि अलग अलग राख्या हुनसक्छ, तर त्यसमा हेला नगरौँ। म त 10-15 वर्ष म त कसैलाई पनि मास्टर भनेर बोलाउँछु। मेरो गाउँमा जानु जो पनि कपडा सिल्ने मास्टर भन्छु, भाँडाकुँडा बनाउने मास्टर भन्छु होइन। कसैले मलाई उतिखेर कुरा पनि गरे, मलाई प्रश्न पनि गरे, त्यो मास्टर त स्कुलमा पढाउने मात्रै मास्टर हो, त्यसलाई किन मास्टर भन्छौ भन्यो। त्यो होइन नि त, के कामको मास्टर भन्ने त्यो राखौँ नि त हामी। त्यही भएर बदलाव आउन सक्छ बिस्तार यो जाँदै जो बुढापाकाहरू जो रूढिवादी चालन बढी गर्छन् त्यो कमी हुँदै गर्छ। अहिलेका युवाहरूले त्यो मान्दैन नि त, कमी हुँदै गर्छ। यो चाहिँ सिक्ने जरुरी छ। हामीले गाउँघरमा टोलमा आफ्नो समाज आफ्नो घर टोलमा यो ज्ञान दिए भने होइन, अनि पीडितहरू दलितहरूलाई पनि पीडित हुन सक्दैनन्। आफै पीडा गर्छन् तिनीहरू, आफै पीडित भइराखेका छन्, आफै दलित भनेर हेला गर्छन्। हामी त दलित हुन्छ त्यहाँ कोटा खान, त्यहाँ भत्ता पाउला म दलित भनेर जान्छन्, भोलि दलित होइन त्यहाँ अझ केस गर्छन्। पहिले सरकारमा म यो निवेदन गर्न चाहन्छु कि यो दलित कोठा चाहिँ हटाउनै पर्छ। यसलाई सबैले यसको बारे आवाज उठाउनुहोस्। थ्याङ्क यू, धन्यवाद।